भिडियो चाहिँ तपाईँले अब के होइन भने के भने इस सज्जन को क्या तकलीफ है भाई? और अभी तो रुको, क्लाइमैक्स अभी बाकी बजेन त जरा सबर करो। अहिले बजारमा मजा आएगा ना भिड़ो। मान्छे कस्तो कस्तो किसिमको आउँछ यार भाइ ल जाउँ भाइ जाउँ त यार जाउँ। त्यही त दाइ यार कस्तो कस्तो मान्छेहरू आउँछ यार है। कस्तो साइकल चलाएर आउँदा पनि मान्छे बाटै हेर्दैन, धन्न ठोकेर नै ठोक्यो यार। कस्तो मलाई नि कस्तो अचम्म लाग्यो भाइ यार। होइन यार कस्तो खालको मान्छे यार, कुन देशको मान्छे चाहिँ होला त्यस्तो यार, दिमाग नहुने यार। हो त नि यार दाइ, कस्तो यार आउँदा आउँदै बाटोमा आँखै नदेखे जस्तो ठोकिन। म त गिरेको नि त ल, अनि तपाईँले देखिहाल्नु भयो, नत्र हामी माथि साइकल चढाउनु रहेछ कि। कस्तो कस्तो मान्छेहरू आउँछ मुटै झस्याङ अब भाइ लडाइ देखेर यार के गर्नु, सब मान्छे उस्तै हुँदैन। त्यही त यार कस्तो खालको मान्छे यार। जाउँ अब जाउँ, अब भोलि तपाईँको त ड्युटी छ, मेरो त ड्युटी छैन के अरे। जाउँ अब अभिला पनि हुन्छ, जाउँ ल हुन्छ जाउँ भाइ जाउँ। तपाईँको त ड्युटी छ, अब मेरो छैन है। हो नि यार, अब के गर्नु, भाइको ड्युटी छैन, मेरो चाहिँ छ है ड्युटी। के बस्नुहुन्छ, बसौँ त्यहाँ एकछिन। हुन्छ बसौँ न त यतै। कस्तो ठाउँ है, शीतललाई हेर्दा पनि बस्न त घुम्नको लागि त राम्रो ठाउँ छ, तर के गर्ने अब काम छैन। विदेशमा आएर पनि काम नभए पछाडि रमाइलो ठाउँ मात्रै हेरेर हुँदो रहेनछ क्या। हो नि भाइ, के गर्नु, जस्तो ठाउँ उस्तै उसमा घुलमेल गर्नु पर्दो रहेछ। अब के गर्ने, अनि परदेशीको यस्तै रहेछ यार। त्यो त हो कि दाइ। अब के रहेछ भने हाम्रो जब छ त सबै कुरो राम्रो रहेछ, जब छैन भनेदेखि हामीलाई विदेश आएर यसरी घुमेर हामी पुग्दैन। हामी किनभने परिवार पाल्नको लागि विदेशमा आएका हुन्छौँ नि त, होइन? हो नि भाइ, गाह्रो छ भाइ, के गर्ने। त्यही त यार, जस्तै गाह्रो छ यार। भाइ म त नेपालबाट फोन आएको जस्तो छ यार। नेपालको नम्बर जस्तो छ, नेपालको नम्बर 9 नम्बर छ। उठाउनु न फोन। हेलो हेलो सर, नमस्कार। नमस्कार, कहाँदेखि को बोल्नु भएको होला? म नेपालबाट बोल्दैछु। ए हो र, म यो डिप्रेसन सिरियलको फ्यान हो। हजुरलाई कस्तो लाग्छ हाम्रो यो सिरियल? गएको हप्ता 5औं गरेको अभिनयले निकै मन छ्यो। ल धन्यवाद हजुरलाई, हाम्रो डिप्रेसनको कथावस्तु मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। मलाई दुवैजनाको अभिनय एकदमै राम्रो लाग्छ। धन्यवाद हजुरलाई है, धन्यवाद। यति भन्नलाई कल गरेको थिएँ। ए हस्, हुन्छ हुन्छ। हाम्रो यो डिप्रेसनको भिडियो चाहिँ हाम्रो नेपालमा जति सक्दो दाजुभाइ हुनुहुन्छ त्यहाँ सेयर गरेर सहयोग गरिदिनु होला है।